नेपाल सम्बत अर्थात् नोदया भिन्तुना कसरी चलन चल्तीमा आयो भन्ने पछाडि एउटा रमाइलो किम्बदन्ती रहेको छ। धेरै समय पहिले कान्तिपुर राज्यमा शङ्खधर साखुवा भन्ने व्यापारी बस्थे। त्यस समयमा व्यापार व्यवसाय त्यति राम्रो चलेको थिएन, उब्जनी पनि कमै हुन्थ्यो। जनताले जीवन धान्न राज्य कोषबाट ऋण लिन्थे। भन्नुपर्दा ऋण नलिएको कुनै घर हुँदैनथ्यो। कान्तिपुर मात्र होइन, उपत्यकाका अरू राज्यको पनि लगभग त्यही हालत थियो। यस्तो अवस्थामा कसरी सुधार गर्न सकिन्छ भनेर भक्तपुरका राजाले ज्योतिषीसँग सरसल्लाह गरे। ज्योतिषीले पूर्णिमाको रात शुभ साइतमा काठमाडौँमा पर्ने लखु तीर्थको बालुवा ल्याउन सके त्यो सुन हुन्छ र आर्थिक समस्या समाधान गर्न सकिन्छ भनेर बताए। ज्योतिषका साइत अनुसार राजाको आदेश बमोजिम भरियाहरू बालुवा लिन गए। रातको समयमा बालुवा ओसार्दै गरेको शङ्खधरले देखे। उनले ती भरियाहरूको लवाई हेरेर पक्कै पनि भक्तपुरबाट आएका हुनुपर्छ भनी बुझे। यति टाढाबाट किन बालुवा लान लागेका भनेर उनले भरियाहरूलाई सोधे। उनीहरूले हामीलाई केही थाहा छैन, आदेशको पालना गरेका हौं भने। शङ्खधरले विचार गरे, पक्कै पनि केही कारण छ, नत्र बालुवा लिन यहाँसम्म किन आउन पर्यो। उनले ती भरियाहरूलाई आफ्नो घरमा आमन्त्रण गरे र मिठो मिठो खानेकुरा खुवाई आराम गराए। त्यसपछि बिहान भरियाहरू फर्किन लाग्दा उनले मलाई पनि बालुवा चाहिएको थियो, मिल्छ भने त्यो बालुवा यहीँ छोडी फेरि त्यहाँबाट बालुवा ओसारी लैजानुस् न भनी प्रस्ताव राखे। स्वागत सत्कारले मक्क परेका भरियाहरूले पनि हुन्छ भइहाल्छ नि भन्दै बालुवा त्यहीँ छोडी फेरि ओसार्न गए र पछि ओसारेका बालुवा भक्तपुरका राजा सामु लगे। 2 दिन बितिसक्दा पनि भक्तपुरमा रहेको बालुवा सुनमा परिणत भएन र राजा र ज्योतिषी सोचमग्न भए कि हामीले गरेको काम किन सफल भएन। पक्कै पनि यहाँ केही गडबडी भएको हुनुपर्छ भनेर उनले भरियाहरूलाई सोध्दा आफ्नो अड्कल सही निस्क्यो। जे हुनु भइगयो भनी उनीहरू अब अर्को उपाय सोच्न लागे। यता शङ्खधरको घरमा पनि बालुवा सुनमा परिणत भयो। यो देखि शङ्खधर साह्रै खुसी भयो। यो सुनले जनतालाई ऋणबाट मुक्ति दिलाउने विचार गरे। उनले कान्तिपुरका राजासँग सल्लाह गरेर जनताको सबै ऋण तिरिदिए र जनताले ऋणबाट मुक्ति पाएको घोषणा गरियो। त्यो दिन तिहारको महपूजाको दिन परेको रहेछ। महपूजाको रमाइलो गरिरहेका बेला ऋणबाट मुक्ति पाएको घोषणा सुनेर जनता झन खुसी भयो। सरकारले त्यसै दिन नयाँ सम्बत सुरु भएको घोषणा गर्यो, जसलाई नेपाल सम्बत भनियो। यसरी नेपाल